नेपालमा सरुवा रोगको जोखिम उच्च हुँदै गएको छ। नेपालमा अन्तर्राष्ट्रिय आवतजावत बढेसँगै सरुवा रोगको जोखिम उच्च बनेको चिकित्सकहरूको चेतावनी छ। टाइफाइड, हैजा, झाडापोखला, स्वाइन फ्लू, मंकीपक्सदेखि कोभिड-19 सम्मका महामारीले नेपाल पटक पटक प्रभावित भएको उदाहरण दोहोरिँदै आएको छ। साउन 2066 सालमा अमेरिका हुँदै नेपाल प्रवेश गरेको स्वाइन फ्लूबाट आधा दर्जनभन्दा बढीको ज्यान गएको थियो। यस्तै अफ्रिका र युरोपमा फैलिएको मंकीपक्स नेपालमा समेत कम्तीमा 3 जनामा पुष्टि भइसकेको छ। खुल्ला सिमाना, बढ्दो पर्यटन तथा वैदेशिक रोजगारीका कारण रोग केही घण्टामै मुलुकभित्र पस्न सक्ने जोखिम उच्च रहेको चिकित्सकहरूले बताएका छन्। डाक्टर शेरबहादुर पुनका अनुसार महामारी रोकथामका लागि पूर्व तयारी र सरकारको सक्रियता अझै कमजोर रहेको छ। क्षमतायुक्त सरुवा रोग अस्पताल निर्माण, अनुसन्धान विस्तार र दक्ष जनशक्ति उत्पादनमा राज्यले ध्यान दिन जरुरी रहेको उनले बताएका छन्। यता वैदेशिक रोजगारले पठाएको रेमिट्यान्सले अर्थतन्त्रलाई ठूलो सहारा दिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै 2 अर्ब 1 खर्ब 22 करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ, जुन हालसम्मकै मासिक रेकर्ड मान्न सकिन्छ।